मैले अब एउटा बबाल कुरा देखाउनेवाला छु। $30 है, 174। हेलो नमस्ते सबैजनालाई। आयो सबै सन्चै हुनुहुन्छ होला। म पनि आरामै छु। अनि अहिले चाहिँ म स्टकदेखि चाहिँ उता रिचमन्ड साइडतिर जाँदैछु। अनि सानो काम थियो मेरो, अनि काम सँगसँगै एउटा सानो भिडियो पनि बनाउनु भन्ने सोच आयो फ्री भएको टाइममा। यो सिटीमा म धेरै दिन बस्दिनँ, 2-4 दिनपछि चाहिँ म उता क्राइसिसतिर सिफ्ट हुँदैछु। यतातिर चाहिँ होइन, गाडीहरू चाहिँ सेल गर्नु पर्यो भने यस्तै राखिरहेको हुन्छ कि। यो गाडी चाहिँ होइन कति रहेछ भनेको 2018 मोडलको, यति किलोमिटर रन भएको, आरएएफ नम्बर यो रहेछ। अफर अराउन्ड चाहिँ यो रहेछ, 4 नम्बर यो रहेछ होइन। अफर अराउन्ड भनेको 1, 10, 100, 1000, 10,000, 19,500 को गाडी रहेछ। यस्तो बवाल रहेछ यो गाडी यार। फर सेल प्राइस टोयोटाको गाडी रहेछ। नाइस। ओके, अनि यो बाटोमा चाहिँ होइन यसरी गाडी राखिरहेको हुन्छ। कुनै गाडी मन पर्यो अनि प्राइस मन पर्यो भने चाहिँ अनि सिधै कन्ट्याक्ट नम्बर त्यही हुन्छ, कन्ट्याक्ट गर्ने, डाइरेक्ट डिल गर्ने। प्राइसमा नि अलिअलि घटाइदिन्छ होला। ड्याङडुङ काम सकिहाल्ने, गाडी घुमाइहाल्ने होइन। तर त्यसको लागि पहिला पैसा चाहियो, पैसा कमाउने है पहिला चाहिँ। अहिले चाहिँ म ओइरासतिर जाँदैछु। अनि सानो काम थियो मलाई, किन भन्दा चाहिँ मेरो नेपालबाट ल्याएको माइकले लास्ट तोरी माइक परेछ। अनि एउटा दाइसँग कन्ट्याक्ट गरेको थिएँ। अनि दाइ मलाई माइक चाहियो, एउटा ठिक्कको माइक चाहियो, के गर्ने होला भनेको। अनि एउटा फेसबुक मार्केट प्लेसबाट मैले एउटा माइक भेटाएको छु। अनि त्यो दाइ चाहिँ अस्ति योभन्दा अगाडिको भिडियोमा हेर्नुभएको थियो होला सायद, न्युजिल्यान्डको बारेमा गफरेको भिडियोमा देख्नुभयो होला सायद। त्यही दाइलाई भेट्दैछु मैले चाहिँ, त्यो दाइलाई भेट्छु। अनि अस्ति हामी जता राइड गरिरहेको थियौँ गाडीमा, त्यही साइडमा चाहिँ माइक छ। त्यो माइक लिन जाँदैछु अहिले चाहिँ म तत्काल चाहिँ बाटोमा छु। अनि बिचमा मलाई 1-1.5 घन्टा टाइम छ होइन। अनि 1-1.5 घन्टामा त दाइले मलाई त्यो वेयरहाउस नजिकै बोलाउनु भएको छ। मैले धेरै बेर बोल्न मिल्दैन भाइ, त्यहाँसम्म आऊ अनि त्यहाँ मैले पिक गर्छु तिमीलाई, अनि त्यहाँबाट जाऊँ ल भन्नुभएको छ। अनि मलाई चाहिँ 1-1.5 घन्टा के गर्नु पनि भन्नुभयो। त्यो भएर म यसो वेयरहाउसभित्र हन्टिङ गर्छु आज। फर्स्ट टाइम म वेयरहाउसभित्र छिरेर प्राइसहरू के कस्तो छ, सामानहरू सब बताउँछु। त्यो भिडियोलाई चाहिँ पुरा हेर्नु होला। अनि च्यानलमा नयाँ हुन्छ भने चाहिँ सपोर्ट गर्नु होला, माया गर्नु होला। यस्तै छ, नेल्सनको गर्मी छ, अलिअलि स्किन कस्तो बिग्रिएको छ मेरो चाहिँ होइन। अहिले चाहिँ म स्याउको बुट्टा मुनि छु। यहाँ चाहिँ स्याउहरू यस्तरी खेला गइरहेको छ यार। कस्तो राम्रो राम्रो स्याउहरू यसरी खेला गइरहेको छ। कुहेर झरिसकेछ कि, नत्र चाख्नु हुन्थ्यो होइन। गाली त गर्दैन होला पक्कै पनि, यो एउटा फल्नु त फल्या रहेछ, तर कुहिसक्यो रहेछ यो चाहिँ। केही समस्या नहुने भए त एउटा चाख्नु हुन्थेन भनेर। यस्तो ठाउँ चाहिँ होइन, म चाहिँ यस्तोमा छु। सरी। ओके, अब यहाँको बुटेबाट टिपेको स्याउ अलिअलि राम्रो त राम्रो रहेछ होइन, तर एकछिन भोजिभित्र हाल्नु नै रहेछ। इफ यो भिडियो कसैले हेर्नुभएको छ भने चाहिँ सरी होइन। न्युजिल्यान्डमा चाहिँ होइन यसरी बाटाको साइडमा स्याउ फल्छ। अनि यसको पनि राम्रै सदुपयोग हुन्छ होला। कुनै बिग्रिसकेछन्, कुनै के भइसकेछ, तर नाइस, खुसी लाग्यो मलाई। अब यो बाटो जानुहुन्न भन्ने सोच आइरहेको कि मलाई जस्तो। अब त्यस्तो बिगारेको दबाई सबै हालेको हुन्न पक्कै पनि होइन। ए जता हेर त्यतै छ, यो बाटैभरि हिँड्ने भने चाहिँ 2-3 बोरा टिप्न सक्ने रहेछ रातिमा वा। ओके, दाइ चाहिँ त्यहाँ हुनु रहेछ। दाइले म यहाँभित्र घुम भन्नुभयो, म भित्र घुम्छु एकछिन। दाइ उता जानुभयो अनि सामान लिएर आउनुहुन्छ होला, त्यसपछि अनि दाइसँग जानुपर्छ। वेयरहाउसभित्र छु। अब यो वेयरहाउसभित्र चाहिँ एकछिन के कस्तो हुन्छ, कस्तो छ सामानहरू, कस्तो छ मालहरू होइन, त्यस्तो हन्टिङ गर्छु। कस्तो राम्रो प्लान्टहरू रहेछ नि यार यहाँभित्र। त्यो भिडियो चाहिँ पुरा हेर्नु होला, के कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। अब म यहाँभित्र चाहिँ यसो सर आधी घन्टा 45 मिनट टाइम छ मलाई चाहिँ। त्यो टाइमभित्र चाहिँ म यहाँ के छ कसो छ सबै कुरा चाहिँ यसो सकेसम्म र छिटो एक्सप्लोर गर्नु खोज्छु। हेरौँ कस्तो हुन्छ। कम्पोस्ट मोल $10 को रहेछ यहाँ चाहिँ, $10 को कम्पोस्ट मोल।
फुलहरू मलाई चाहिँ यसको पहिला चाहिँ बगैँचामा जान मन छ यतातिर बगैँचा रहेछ अनि त्यो बगैँचामा एकचोटि एक्सप्लोर गरौँ न सब सामान पाइँदो रहेछ यहाँ चाहिँ यार कस्तो मिठो मिठो क्यापहरू यार सबै बाँसको बनाउने रहेछ नि यार बबाल बबाल फुलहरू रहेछ यहाँ चाहिँ ओहो साह्रै राम्रो म चाहिँ यहाँ एकचोटि सर देखाउँछु प्राइस के कस्तो देखिन्छ क्यामेरामा आफै देखियो भने चाहिँ देखियो नत्र म चाहिँ प्राइस भनिदिनु ल यहाँको चाहिँ जस्ट हेर्नु के कस्तो छ सामानहरू फुलहरू इन्जोय लिनु है त आजको भिडियोमा चाहिँ ओके नाइस यो पनि खतरा रहेछ यो प्लान्ट पनि त्यो फुलकोपी र बन्दाकोपी पनि यता बेर्न रहेछ यो चाहिँ खास के रहेछ फुलहरूको यो चाहिँ ओके कस्तो राम्रो राम्रो फुलहरू यार यहाँ चाहिँ यो हेरौँ न यो यस्तो बवाल छ यो फुलहरू साह्रै राम्रो फुलहरू यो चाहिँ हाम्रो नेपालमा पनि पाइने जस्तो पाएँ यो चाहिँ मैले नेपालमा देखिरहेको यो पनि यसको कति कलरको छ अरे एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा थुप्रै कलरको छ यो चाहिँ यो भिडियो चाहिँ डेडिकेट बाई मेरो मम्मीलाई मम्मीले साह्रै फुललाई माया गर्नुहुन्छ अनि सुरुपरहरू मलाई कमेन्टमा एउटा फुल पठाइदिने के यार मलाई साह्रै मन पऱ्यो भन्न सक्नुहुन्छ हाम्रो मम्मीले चाहिँ यस्तो यस्तो ग्राउन्ड रहेछ ओके मैले त देख्दै नदेखेको प्लान्टहरू देखिरहेको छु आजको दिन चाहिँ मेरो लागि लकी दिन जस्तो छ कि म अलिअलि चाहिँ प्लान्ट लभर नि पऱ्यो तर अहिले चाहिँ अब प्राइस चाहिँ यस्तै यस्तै छ होइन म खासै प्राइस चाहिँ भन्दिनँ सर हेर्नु होला होइन यो चाहिँ हाम्रो नेपालमा पनि पाउँछ नेपालमा कुन कुन पाउँछ सबै त मलाई पनि थाहा होइन होइन ओहो यो मलाई चाहिँ यस्तो एउटा प्लान्ट चाहिँ मन परेको थियो कि खास चाहिँ यो अलि पछि म चाहिँ रुम फिक्स भएपछि चाहिँ एउटा प्लान्ट गर्नु पर्ला कति थरीका डिफ्रेन्ट डिफ्रेन्ट वेका रहेछ नि यार यो प्लान्ट पनि प्राइस कति पर्ने रहेछ यसको चाहिँ $15 यार ओहो म त यो त बाटोमा बनाएर प्लान्ट नै रोपी नि यहाँ बिजनेस नै हुने रहेछ जस्तो लाग्छ यार बाटोमा कति भेटिरहेको हुन्छ यस्तो खाले चाहिँ साह्रै बवाल लाग्यो मलाई चाहिँ अब थोर यतातिर जाउँ हामी यो साइडतिर नि राम्रो रहेछ हेर्नु अझ नजिकबाट हेर्नु न कस्तो बवाल छ यार कति राम्रोसँग सजाएर राखेको छ यहाँ चाहिँ यो त हाम्रोतिरको घाँस बाब्यो भन्छ होला सायद यसलाई चाहिँ के हो हाम्रोतिर पाइने बाब्योलाई चाहिँ यसरी बेच्न राखिरहेको छ होइन सिरु हो कि के भन्छ हाम्रो घरतिरको झार हो यो चाहिँ नेपालको झार चाहिँ अब यसरी यहाँ बेचिरहेको छ मार्केटमा हेर्नु त्यही भएर चाहिँ घर अगाडि झार छ भने चाहिँ त्यसलाई सफा राख्यो भने चाहिँ यत्तिकै बवाल हुन्छ यो चाहिँ बाब्यो नै रहेछ कि मैले त सकेसम्म बाब्योवाला फिल पाएँ हेरौँ तर के हो कमेन्ट गर्नु होला है चाहिँ बगैँचामा आएर चाहिँ आज साह्रै खुसी लाग्यो मलाई ओके लाली गुराँस मैले अब एउटा बवाल कुरा देखाउनेवाला छु हाम्रो देशको लाली गुराँस देखाउँदैछु है यहाँ चाहिँ यो चाहिँ स्योर लाली गुराँस हो मलाई 100% थाहा छ किनकि भन्दा यसको फुल फुलिएको छ यसको प्राइस चाहिँ मलाई हेर्न मन छ होइन तर उताबाट घुमेर आएर हेर्छु यहाँ अरू पनि कुराहरू छ बवाल कुरा छ आज चाहिँ म चाहिँ यही बगैँचाभित्र हराउँछु कि जस्तो लागिरहेको छ उता वेरा साइडतिरको त खासै मतलब छैन अहिलेलाई चाहिँ तर म चाहिँ आज यो बगैँचाभित्र यो फुलहरूको चाहिँ बगैँचालाई चाहिँ म पुरा एक्सप्लोर गर्नेवाला छु यदि तपाईँ कोही फुल लभर फ्लावर लभर हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला अनि कुन फ्लावर मन पर्यो अनि त्यो पनि लेख्दै गर्नु होला फोटो खिच्नु होला राख्नु होला उतातिर गमलाहरू सेकहरू सब बवालवाला छ आज यो चुट्की बजाएर चाहिँ यो वेयरहाउसभित्रको चाहिँ हामी सबै एक्सप्लोर गर्नुपर्ने छ है त कतै नगइकन चाहिँ भिडियोलाई पुरा हेर्नु होला अब प्राइस यस्तै छ प्राइस चाहिँ खासै भन्दिनँ म चाहिँ पछि फुल जान्छ हरियो फुल्ने रहेछ यस्तो फुल्ने रहेछ नाइस यो पनि बवाल लाग्यो मलाई ओके यो लाली गुराँस लगेर हाम्रो देशको लाली गुराँस चाहिँ यस्तो यहाँ छ ओहो यो पनि रहेछ यो त हाम्रोतिर अलिक सानो हुन्छ जस्तो लाग्यो यहाँ विकासै भएर होला सायद
यहाँले सर्प फुल काँचुली फुल के भन्थ्यो यिनीहरूलाई चाहिँ होइन यहाँ चाहिँ यस्तरी बेच्न राखिरहेको छ है हाम्रोतिरको न्युरो या हाम्रो देशको न्युरो चाहिँ यहाँ यस्तो छ अब प्राइस चाहिँ मलाई थाहा छैन म प्राइस भन्दिनँ होइन लाली गुनास छ कि अरू भन्दा नि हेरौँ न देशको लाली गुनास यहाँ देखेँ कि मैले यहाँ अब त्यो भएर चाहिँ हाम्रो देशमा अहिले लाली गुनास फुलिरहेको छ अनि मैले कतिवटा भिडियो देखिरहेको छु कि भाँच्ने अनि आफूलाई बोकेर लिएर हिँड्ने सबै बिगार्ने होइन त्यो चाहिँ नगर्नु होला कृपया देशको गहना हो देशको एउटा फुल हो राष्ट्रिय फुल हो गौरवको कुरा हो त्यो पनि त्यो भएर चाहिँ त्यसलाई सकेसम्म सम्हालेर राख्नु होला इफ सम्हाल्न सक्नुहुन्न भने चाहिँ नबिगाडिदिनु होला है कृपया जानु फोटो खिच्नु रमाउनु एउटा दुइटा फुलहरू टिप्न ठिकै छ तर यो हाँगो भाँचेर दुनियाँदारी गर्ने काम चाहिँ नगर्नु होला किनकि यही लाली गुनासले चाहिँ हाम्रो देशलाई साह्रै सुन्दर बनाएको छ त्यो भएर चाहिँ त्यो सुन्दर कुरालाई चाहिँ नबिगाडिदिनु होला भन्न चाहन्छु म चाहिँ ओके नाइस 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 कति राम्रो यार यो पनि हेरौँ न कति राम्रो यो कति राम्रो यार ओके अब यसको हाम्रो लाली गुराँसको प्राइस हेर्न चाहनुहुन्छ अनि हजुरहरू होइन कृपया यहाँ आउनु होला ल हेर्नु हामीले यत्तिकै फालेर बिगारेको कुराहरू विदेशमा चाहिँ होइन $34.87 परिरहेको छ भनेर चाहिँ विचार गर्नु है हाम्रो देशमा कति कुरा बहुमूल्य कुराहरू छ त्यसलाई चाहिँ सम्हालेर राख्नुपर्छ त्यो भिडियोलाई चाहिँ पुरा हेर्नु अनि बल्ल थाहा हुन्छ हजुरलाई यो भित्र के रहेछ भन्ने कुरा चाहिँ त्यो यो पनि नाइस त्यो बगान सिरो घाँसहरू यताउता सब रहेछ यो चाहिँ यो फुलहरू क्या मजाको छ यसलाई चाहिँ अहिले एकछिनमा एक्सप्लोर गरौँ ल त्योभन्दा पहिला म यता चाहिँ यतातिर एक्सप्लोर गरौँ है त नाम चाहिँ थाहा छैन मिनी टुफ भने के हो यो चाहिँ यसलाई धुपी भन्छ अनि यो चाहिँ यसो खोलाको तिरमा र लेउ पानी जमिरहेको ठाउँमा यो फल्छ यो फुलहरू चाहिँ थाहा छैन मलाई चाहिँ खासै यस्तो बवाल छ यो फुलहरू कति राम्रो यो फुल हेर्नु यस्तो बवाल कुराहरू छ नि यहाँ टक्क राखिरह यसको कति $20 रहेछ यसको चाहिँ लगाएको यो फुलहरू अनि यस्तरी यहाँ सम्हालेर राखिरहेको छ हो यो हाम्रो देशको यो लाली गुराँस चाहिँ फाल्नु भएन है साथीभाइहरू फाल्नु भएन यो अटो फोकसले अलिअलि समस्या दिइरहेको छ मेरोमा होइन त्यो यो त हाम्रो घरतिर पाइरहने फुल हो यार अहिले यसको प्राइस कति छ यहाँ हेर्नु यो चाहिँ जसले नि चिन्या हुन सक्छ जसले नि एकचोटि प्रयोग गरे होला यस्तो राम्रो स्मेल दिन्छ हाम्रो देशमा चाहिँ यहाँ चाहिँ खासै स्मेल दिएको छैन अलिअलि केमिकल सर्किएको छ होला अलिअलि यो पानीहरू हालेको छ होला किनकि यहाँ भित्रलाई बचाएर पनि राख्नु पऱ्यो अनि संरक्षित गरेर राख्नु पऱ्यो त्यो भएर यसको स्मेल चाहिँ खासै आएन है मलाई चाहिँ यो लहरे रहेछ यो लहरे बुटो रहेछ $21.80 यसलाई चाहिँ ओके रोज अब हाम्रो सेक्टरमा चाहिँ यो यस्तो रहेछ कलर यो चाहिँ यस्तो फुल्ने रहेछ यसको फुलाइ यस्तो रहेछ अब प्राइस यस्तो रहेछ यहाँ टन्नै डिफ्रेन्ट आइटमहरू छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कस्तो बवाल रहेछ यो प्लान्ट यस्तो फुल्ने रहेछ यहाँ हेर्न सक्नुहुन्छ प्राइस यसको माथि छ यसको पनि यहाँ तल छ ओके यो त हाम्रोतिर कमन कुरा हो यो चाहिँ यसको प्राइस कहाँ लेखेको छ यसको प्राइस यो हाम्रो घरमा कति थियो कि यो चाहिँ अब यसको प्राइस खासै लेखाएर हुन्छ तर यतातिरको कि जस्तो लाग्छ मलाई मेबी यतिको सेक्टरको चाहिँ यो प्राइस होला $3.55 रहेछ यसको चाहिँ ओके कति राम्रो फुलहरू यार साह्रै बवाल फुलहरू रहेछ यहाँ चाहिँ यो पनि बवाल रहेछ है मलाई मन पर्यो प्राइस यता यस्तो छ ओहो जता हेऱ्यो त्यता यो आँखै झुल्ने होइन यस्तो राम्रो छ यसको चाहिँ यसको प्राइस चाहिँ $2 कति सेन्स छ यसको धेरै बोलिनु म चाहिँ ओके अब यो चाहिँ महँगो रहेछ यो चाहिँ के रहेछ यार यो चाहिँ मलाई पनि थाहा भएन तर अलिक महँगो रहेछ भन्ने अलि राम्रो क्वालिटीको होला सायद ओके ल हेर्नु यस्तो छ फुलहरू साह्रै मजा लाग्यो मलाई आज यहाँ आएँ होइन अब यतै अब हाम्रो देशमा यो कुकुर फुल र तिहाल फुलमा कुकुर फुल तिहाल फुल दसैँ फुल भाले फुल के भनिन्छ नि यहाँ यसरी राखिरहेको छ ल हेर्नु कस्तो राम्रो तरिकाले राखिरहेको चाहिँ
ल हेर्नु फुलहरू यहाँ कस्तो छ, कुन फुलको तारिफ गरौँ र कुन फुललाई तारिफ नगरौँ भन्ने कुरा म आफै कन्फ्युज छु कि। ल हेरौँ, ल हेरौँ यहाँ फुलहरू हेर्नु हेर्नु। अब प्राइस त्यो माथि माथि लेखेको चाहिँ त्यो प्राइस भयो। ल हेर्नु फुलहरू कस्तो छ यहाँ। ल पताउनुहुन्छ नि तपाईँ यसरी राखिरहेको छ भनेर। यस्तो बबाल तरिकाले फुलहरू राखिरहेको छ यहाँ चाहिँ होइन। टक्क अझै कहाँ सकिया छ र, बाँकी छ, अझै बाँकी छ। म बल्ल 2टा रो सकेको छु होइन, अझै उता 2टा रो बाँकी नै छ कि। सिओरी चाहिँ थाहा छैन मलाई कति राम्रो आयो। अब यसको प्राइसहरू आउनु कति रहेछ यसको प्राइस। 35 रहेछ यसको प्राइस। यस्तो राम्रो राम्रो फुलहरू रहेछ यहाँ चाहिँ, साह्रै साह्रै राम्रो फुलहरू छ। यो चाहिँ अलि महँगो खाले रहेछ यो प्लान्टहरू चाहिँ। म यो गेटबाट छिरेको थिएँ, यो रो र त्यो रो अनि त्यो रो, यति रो 2टा रो मात्रै भ्याएँ मैले। अब यो रो त्यो 3टा रो अझै हेर्न बाँकी नै छ होइन। यतातिर त मलहरू यताउता गमलाहरू सब भयो भरका कुरा छ। अब म अलिअलि देखाउन प्रयास गर्छु किनकि टाइम धेरै छैन मसँग। म आज दिउँसो यतै हराउँछु कि जस्तो लाग्छ इफ मैले यो बगैँचाभित्र आएर चाहिँ बसेँ भने। कति राम्रो राम्रो कति थरीका फुलहरू देख्न पाएँ मैले। साह्रै रमाइलो लाग्यो आज चाहिँ मलाई। अनि साह्रै राम्रो छ आज चाहिँ। आजको भिडियो के कस्तो लाग्दैछ तपाईँहरूलाई कमेन्ट गर्दै गर्नु होला। ल हेरौँ कति राम्रो हेऱ्यो। अब म धेरै चाहिँ लामो भिडियो बनाउन चाहदिनँ होइन। ल हेरौँ यो चाहिँ हाम्रो घरमा पाइरहने फुलहरू होइन। यो चाहिँ यहाँ यस्तो छ है। अब यसको डलर हेर्नुहुन्छ भने चाहिँ खासै लेखाएर हिँड्छ डलर चाहिँ होइन। यो प्लान्टहरू यो फुल हेरौँ, यो पनि दामी छ। यो पनि होइन अलिक ठुलो भयो भने चाहिँ राम्रो हुन्छ होला। यो हेरौँ, यो पनि हेर्नु कस्तो राम्रो राम्रो फुलहरू है। यो चाहिँ साह्रै राम्रो रहेछ यो चाहिँ। कलर हेर्नु कस्तो आँखामा बस्ने कलर, साह्रै मजाको कलर लाग्यो। ल हेर्नु कस्तो कस्तो छ यहाँ, डिफ्रेन्ट टाइपको फुलहरू छ कि यहाँ चाहिँ। ल हेर्नु यो फुलहरू कस्तो राम्रो राम्रो छ। यस्तो छ सिनेरियो। रोजहरूको पार्टमा आएँ म चाहिँ। रोजहरू यो हेर्नु, यो तलको अझ कति प्लान्टहरू चाहिँ यहाँ फुल्न बाँकी नै छ होला। अब फुल्न बाँकी भएको प्लान्टहरू चाहिँ घरमै गएर थाहा हुन्छ होला। अब एउटा कुरा मलाई थाहा भएको कुरा चाहिँ यो चाहिँ हाम्रो नेपालमा पाइने कमन फुल हो यो चाहिँ होइन। अहिले चाहिँ यस्तो बगैँचाभित्र राखिरहेको छ। ल हेरौँ अब एउटा रो बाँकी छ। अनि त्यसपछि म यहाँभित्र अलिअलि के कस्तो सामानहरू के कस्तो रहेछ त्यो हेर्छु। त्योभन्दा पहिला यहाँ ढुङ्गाहरू बेच्न राखिरहेको छ। यो ढुङ्गाहरूको रेट चाहिँ यसैमा छ होला सायद होइन। कति लेखा छ, $9.80। ल हेर्नु ढुङ्गा कति राम्रो ढुङ्गा। यो चाहिँ धुपी अलिक ठुलो ठुलो धुपीहरू। प्राइस हेर्न सक्नुहुन्छ, यति छ प्राइस। ठिक छ प्राइस चाहिँ क्वालिटी अनुसारको प्राइस छ होला। अब म कागतीको सेक्टरमा आइसकेँ होइन। ल हेरौँ यो कागती होइन, कागतीहरू पनि राखिरहेको रहेछ यसमा चाहिँ। थोरै अङ्गुरहरूको सेक्टर रहेछ यो चाहिँ। ब्लुबेरीहरू फल्ने रहेछ यसबाट। ल हेरौँ फलफुलको चाहिँ बेर्नाहरू रहेछ यो चाहिँ होइन। यस्तो यस्तो फलिरहेको छ, फल्छ भन्ने देखाइरहेको छ स्टिकर सहित। ओके नाइस। ल हेरौँ के को बेर्ना चाहिँ यो चाहिँ आफै पत्ता लगाउनु होला। यो भिडियो धेरै लामो बनिसकेको छ होइन। ल मैले यतातिर बिर्सिसकेको छु कति राम्रो फुलहरू छ यो चाहिँ। ल जता गयो त्यता आँखा भुल्छ, त्यतै रमाउँछु, त्यतै हराउँछु कि म। यो स्पेस धेरै छैन फेरि। स्पेस हेर्न चाहनुहुन्छ भने चाहिँ यो स्पेस यहाँदेखि यति हो। अनि त्यहाँबाट म चाहिँ छिरेको, त्यहाँबाट छिरेको। अनि यो साइड हो, यो साइड हो, यो साइड हो, अनि यो साइड भयो, यो साइड भयो। ब्याक टु म यहीँ ठाउँमा आइसकेँ होइन। अब यति ठाउँमा पनि यस्तो क्वालिटी र यति धेरै आइटम राखेको छ। अब यसरी नै थोरै व्यवस्थित गरेर राख्न सकियो भने चाहिँ थोरै स्पेसमा पनि धेरै कुरा बेच्न सकिन्छ अनि धेरै लगानी चाहिँ उठाउन सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ यहाँको सिनेरियो देखेर। किनकि सबै कुरा छ यहाँ चाहिँ, ठाउँ थोरै भए पनि सबै कुरा चाहिँ छ जस्तो लाग्छ। अब सबै कुरा मैले एक्सप्लोर गरेर त सकेको छैन होइन। ल हेरौँ
के पाउने हो सब कुरा छ यहाँ चाहिँ औषधि जस्तो नि छ यो अब मलाई चाहिँ नाम आएन कि होइन तर खानेकुरा चाहिँ खानेकुरा है यो चाहिँ खानेकुरा हो भने ढुक्क छु म चाहिँ यतातिर बेरल्तीहरू अम्बा जस्तो रहेछ यो चाहिँ पक्कै खानेकुरा हो होइन एउटा टेस्ट लिख्न त मन थियो मलाई होइन तर यहाँभित्र चाहिँ अलिअलि दबाईहरू छर्केर औषधि यो बेर्नाहरूलाई चाहिँ दबाईहरू छर्केको छ होला पक्कै पनि के भयो टेस्ट लिन मिलेन ल हेरौँ सबै आइटम छ कि यहाँ चाहिँ ल हेरौँ यो चाहिँ निमको बुट्टो जस्तो छ यसो हेर्दाखेरि हाम्रो देशको होइन अब हो कि होइन त्यो त हजुरहरूले थाहा पाउनु भयो भने चाहिँ कमेन्ट गर्नु होला मलाई सबै कुरा चाहिँ थाहा भएन ल हेरौँ यता छ ब्रोकाउली फुलकोपी बन्दा यताउता हरेक आइटम छ यहाँ पनि त्यसको चाहिँ म सर्ट भिडियो देखाउँछु नाम चाहिँ आफै पढ्नु होला है केही पढ्न आउँछ या पातहरू देखेर चिन्नु भएको छ भने चाहिँ होइन आफै चिन्नु होला ल हेर्नु ल यो चाहिँ के हो यो पनि त्यस्तै त्यस्तै छ यो हेर्नु के भन्छ यसलाई ल यस्तो छ यो सागहरू यस्तो छ यो साग चाहिँ साह्रै मिठो हुन्छ मैले नि खाएको छु होइन अब प्राइस चाहिँ सेम जस्तै छ होइन यहाँसम्म अब यहाँ यतातिर तुलसीहरू हाम्रो देशमा पाइने तुलसी पतेना अनि धनियाँहरू चाहिँ यहाँको प्राइस चाहिँ यस्तो बवाल महँगो रहेछ होइन मैले बल्ल दिँदैछु बुझ्दैछु अनि यो चाहिँ साह्रै राम्रो कुरा रहेछ ओके सरी ओके त्यो त साह्रै राम्रो कुरा साह्रै हेल्दी कुरा रहेछ अनि यहाँको डलर देखेर चाहिँ म साह्रै कन्फ्युज भएको छु हाम्रो देशमा किन यसरी खेर गइरहेको छ भनेर धनियाँ होइन यो पनि धनियाँहरू पतेनाहरू तुलसीहरू यता हरेक आइटम छ यस्तो धनियाँ छ यस्तो झारहरू छ यो झार होइन यो झार होइन यो त अमृत हो अमृत यो अमृत हो ल हेर्नु अमृतको प्राइस कति छ यहाँ चाहिँ $11.99 ल हेर्नु यो चाहिँ धनियाँ हो नि ढुक्क हो नि यो धनियाँको बुटो ल यस्तो छ यहाँ त्यो भएर चाहिँ यो चाहिँ बन्दाकोपी जस्तो छ यो चाहिँ यो गाजर छ ल हेर्नु गाजरहरू धनियाँको बेर्नाहरू यतिलाई पर्छ फेरि प्राइस चाहिँ धेरै महँगो छैन तर पर्ने भनेको $11 $12 पर्ने भनेको यतिलाई है ल हेर्नु प्याजको बेर्ना यो प्याजको बेर्ना अब रेट चाहिँ यति छ यो मुला गाजरहरू हरेक आइटम छ यहाँ चाहिँ ल अब यतातिर चाहिँ अलिअलि अझ यस्तो क्वालिटीको पनि रहेछ ल हेर्नु यो सानो फोटोमा देखाएको चाहिँ यो बेर्नाको चाहिँ यस्तो हुन्छ है भनेर देखाएको छ यो चाहिँ ल हेर्नु यस्तो खाले फुलकोपी यस्तो खाले ल सबै कुरा देखाएको छ यहाँ चाहिँ के छैन र हो यहाँ के छैन भन्न सकिन्छ होइन सब कुरा छ यो प्याजहरू यता छ यो चाहिँ प्याज एउटा बट्टाको प्याज हो यसको डलर चाहिँ यति छ है यो चाहिँ यतिको यहाँ चाहिँ बढी भए चाहिँ 30वटा 40वटा 30वटा पनि छैन 20वटा छ होला यहाँ 20वटा बेर्ना छ होला बढीमा है फेरि 20वटा पनि छैन क्यार तर चाहिँ प्राइस चाहिँ यति छ है ल हेर्नु अब लास्ट फाइनल रो चाहिँ यतातिर रहेछ म यहाँ भिडियो बनाउन आएको होइन यो वेयर हाउसभित्रको बाहिरबाट मैले थोरै देखेँ यहाँ यो फुलहरूको गार्डनहरूको यो बगैँचाहरू हरेक कुरा देखेँ होइन प्लान्टहरू लभर फेरि म फेरि प्लान्ट लभर त्यो भएर पहिला यहाँ आएको म यतै हराइसकेँ उतातिरको वेयर त म भिडियो बनाउनै सक्दिनँ जस्तो लाग्छ आज सो भिडियो के कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला अनि तपाईँलाई चाहिँ के कस्तो फिल भइरहेको छ त्यो पनि कमेन्ट गर्नु होला म चाहिँ अझै एक्सप्लोर गर्दैछु सबै कुरा चाहिँ एक्सप्लोर गरेरै सक्दिनँ जस्तो लाग्छ मलाई यतिमै मलाई आधी घन्टा 1 घन्टा लागिसक्यो होइन यो हरेक कुरा छ कि अब चिन्न मैले सबै कुरा चिन्न सक्दिनँ होइन तर यहाँ चिन्न सक्नेले चाहिँ होइन यो भिडियो हेरेर चाहिँ कमेन्ट गर्नु होला होइन के कुराको भ्यालुएबल कुरा रहेछ के कुरा कस्तो रहेछ कुन कुरा हाम्रो देशमा कमन छ जहाँ पनि पाइन्छ त्यो चाहिँ कसरी प्रयोग गर्ने भनेर चाहिँ ल हेर्नु पर्दैन यो चिन्ने मान्छेहरू चाहिँ कमेन्ट गर्नु होला है चाहिँ कसैले चिन्नुहुन्छ भने चाहिँ कमेन्टमा लेख्नु होला है यस्तो छ यहाँ चाहिँ कस्तो राम्रो गमलाहरू राखिरहेको छ लास्ट रो चाहिँ मेरो यो रो मात्रै बाँकी भयो ल हेर्नु बुट्टाहरू रुखहरू कस्तो बेर्नाहरू छ योहरू सल मलहरू हो यो चाहिँ मलहरूको क्यारेक्टर यो चाहिँ
साह्रै राम्रो कलर पनि कति मिठो हाल्न सक्या हो सबै नेचुरल कलर जस्तो देखिरहेको छ कि पेन्ट गरे जस्तै फिल छैन यसमा यो चाहिँ साह्रै राम्रो रहेछ यो भयो कति राम्रो यार यसलाई म टाढै बस्छु यो बाटो फेरि छुँदाखेरि झुक्किएर पनि खस्यो भने चाहिँ होइन आज चाहिँ मेरो बस यतै हुनेवाला छ बसाइ चाहिँ त्यो भएर म त्यति नजिकबाट खिच्दिनँ थोरै टाढाबाट खिच्थेँ होइन यस्तो महँगो छ तर पनि यस्तो नाइस छ कि यस्तो नाइस छ होइन ल हेर्नु महँगो भए पनि होइन प्राइस यति छ फेरि तर यो हेर्नु यो आइटम हेर्नु यो आइटम तपाईँको घरमा भयो भने कस्तो बवाल देखिन्छ होला होइन ल यी गमलाहरू ल ठ्याक्कै स्टोनकै जस्तो काटेरै बनाए जस्तो छ कति राम्रो छ ए अब प्राइस चाहिँ यति छ होइन ल हेर्नु ल हेर्नु यी ल ल तलदेखि माथिसम्म यस्तो छ यो यहाँको सिनारी यस्तो छ साह्रै राम्रो छ यहाँको चाहिँ होइन अब यहाँको चाहिँ यो प्राइस सकिसकेको रहेछ त्यो चाहिँ लैसक्नु भएछ होइन ए ल यस्तो हेर्नु न यहाँ भित्र हेर्नु न अब कस्तो फिनिसिङ गरे बाहिरपट्टि हेर्नु न साह्रै राम्रो फिनिसिङ गरेको छ ए ल हेर्नु कस्तो चिल्लो पनि वाला रहेछ त्यो कति राम्रो रहेछ चिल्लो यो अझ ठुलो ठुलोवाला रहेछ ठुलोवालाको प्राइस चाहिँ यहाँ तलपट्टि छ ल हेर्नु कति पर्ने रहेछ आफै गेस गर्नु ल यसलाई ल 174.97 इच भनेको एउटालाई त्यति पर्ने रहेछ न्युजिल्यान्डको रेट र नेपाली रेटमा चाहिँ 86 कति छ त्यो गर्नुभयो भने चाहिँ हाम्रो देशमा चाहिँ यो कति पर्ने रहेछ अनि क्वालिटी कस्तो छ भन्ने कुरा आफै थाहा पाउनुहुन्छ ल अब यत्तिको यो हार्डवेयरमा यत्तिको एउटालाई चाहिँ होइन उ त्यहाँ हेर्नु रेट कति छ $19.99 $20 छ यसलाई ल यतातिरको $45 छ यसलाई $45.95 भनेको चाहिँ $46 लगभग 46 भयो 44-45 भयो यसलाई चाहिँ यसको त्यही छ प्राइजहरू ल यो ठाउँ यस्तो छ होइन अब चाहिँ म यो ठाउँबाट चाहिँ बिदा लिन्छु यो तलतिर हेर्नु न यो हेर्नु न हजुर लास्टमा हेर्नु न यो कस्तो बवाल कुरा छ यो ल हेर्नु सरी ल हेर्नु यतातिर हेर्नु ल यो बेनाहरू पनि रहेछ यहाँ चाहिँ भ्यूहरू रहेछ यस्तो छ यो ल हेर्नु ल जता गयो त्यता राम्रो छ कि जता गयो त्यता राम्रो छ कस्तो राम्रो कुराहरू साह्रै बवाल कुरा छ आज चाहिँ म यो प्लान्टको मात्रै देखाउनेवाला छु फुलहरू बगैँचामा के छ कस्तो छ सब कुरा एक्सप्लोर गरिसकेँ होइन इफ तपाईँहरूलाई चाहिँ अझै पनि केही जानकारी लिन मन छ भने चाहिँ कमेन्ट गर्नु होला तर मलाई चाहिँ साह्रै राम्रो लाग्यो चाहिँ ल हेर्नु यतातिर आएकै ल हेर्नु कति राम्रो छ कि अझै सकिएको रहन्छ कि ल बल्ल आयो त यो चाहिँ हाम्रो देशमा पाउने कुराहरू यस्तो छ यो आयो यस्तो आयो है यतातिर चाहिँ फुलहरू राखिरहेको छ यता हेर्न सक्नुहुन्छ यी फुलहरू चाहिँ यस्तो राम्रो तरिकाले राखिरहेको छ कति राम्रो फुल छ है यो चाहिँ $30 है यो फुललाई चाहिँ $30 25 20 ल हेर्नु यो हेर्नु कस्तो राम्रो छ यो चाहिँ यो हेर्नु यस्तो राम्रो छ यहाँ चाहिँ होइन साह्रै मन परेर मलाई चाहिँ ओहो ल हेर्नु कस्तो क्युट भाँडोमा राखिरहेको छ हेर्नु न पटमा राखिरहेको छ मलाई चाहिँ दाइले कल गरिसक्नु भएको छ अब यहाँभित्र चाहिँ एक्सप्लोर गर्नै पाइनँ म चाहिँ होइन हाम्रो वेयर हाउस चाहिँ यस्तो बवाल छ यहाँ यस्तो आइटम छ होइन मैले चाहिँ एक्सप्लोर गर्नै पाइनँ दाइले भाइ अब निस्किँदै गऱ्यो भने त तिमी भन्नुभएको छ तर साह्रै राम्रो रहेछ यो वेयर हाउस चाहिँ म फेरि अर्को दिन यहाँ आउँछु म चाहिँ धेरै ठाउँ एक्सप्लोर गर्नै पाइनँ किनकि दाइले मलाई चाहिँ फोन हानिसक्नु भएको थियो भिडियो बनाउँदै भाइ म त्यता आउँदैछु तिमी रेडी भएर बाहिर निस्केर बस म तिमीलाई बाटोमै पिक गर्नुपर्छ अनि त्यसपछि बल्ल हामी माइक लिन जाउँला भन्नुभएको थियो खास म माइक लिन आउँदाखेरि चाहिँ यतै रमाएँ होइन अब यो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्दै गर्नु होला होइन अब चाहिँ म दाइलाई भेट्छु अनि दाइलाई भेटेपछि त माइक लिने ठाउँमा जान्छौँ
अनि माइक रिसिभ गर्छौँ अनि त्यसपछि चाहिँ के हुन्छ होइन हेर्दै गरौँ। अब दाइले मलाई यो साइड होइन यो पल्लै साइडमा बस भन्नुभएको थियो, सो म बाटो क्रस गर्दैछु। अघि मलाई चाहिँ यही साइडमा देख्नुभएको थियो दाइले। दाइ आई थिङ्क यो बाटो आउँदै हुनुहुन्छ होला दाइ। अब म यहाँ उभिएर बसेँ भने चाहिँ भेट अवश्य हुन्छ होइन। हो साह्रै राम्रो, मलाई आज बगैँचाभित्र छिर्दाखेरि साह्रै मजा लाग्यो। बगैँचा नि के भन्ने होइन, पुरा एउटा एउटा यो फुलहरूको एउटा सोरुमभित्रै छिरे जस्तो लाग्यो। सबै फुलहरू मैले अझ एक्सप्लोर गर्न पाइनँ। यहाँ कमसेकम 500देखि 1000वटा फुलहरूको चाहिँ डिफ्रेन्ट भेराइटीका फुलहरू रहेछ। यस्तो राम्रो लाग्यो मलाई। होइन उता आइसक्नु भएको ऊ यहाँ दाइ लिन आउनुहुँदैछ मलाई। अब यहाँ टक्क रोक्नुहुन्छ है। ओके भी भन्ने खाँदैछु। यहाँ आएपछि अलिअलि बाहिर निस्किँदाखेरि गर्मी हुने, अनि यो चाख्न मन लाग्ने यो 0 सुगरवाला यो पनि राम्रै रहेछ होइन। न्युजिल्यान्डमा कोही हुनुहुन्छ भने होइन अनि यसो गर्मी भएको छ, मुड फ्रेस गर्नु छ, थोरै इनर्जी चाहिएको छ भने चाहिँ यो लेख्दाखेरि ठिकै हुने रहेछ। मलाई स्पोन्सर गरेको छैन। अनि अहिले चाहिँ म भर्खर माइक किनेर आएको छु। त्यसको सेटिङ अझ मैले राम्रोसँग बनाउन सकेको छैन, चेक गरेको छैन। अनि दाइले मलाई ड्रप गरिदिनु भयो। अनि दाइसँग खासै भिडियो बनाइनँ मैले, किनकि दाइ काममा हुनुहुन्थ्यो। अनि फेरि दाइसँग भिडियो बनाउँदाखेरि कामतिरको अलि लफडा देला। अघिल्लो दिन एउटा भिडियो बनाइसकेको छु। अनि डेली त्यो कामतिरको पोस्ट फेरि थाहा पायो भने समस्या होला भनेर भिडियो बनाइनँ। अनि मैले यहाँ माइकको फर पनि हालेको छैन। सो ठिकै आइरहेको छ जस्तो लाग्छ मलाई। बाँकी कुरा त्यही हो। आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने चाहिँ सपोर्ट गर्नु होला, माया गर्नु होला। अब चाहिँ म घर फर्किँदैछु। बिहान अलि छिटो हिँडेको थिएँ, अब बस्नु धेरै बेर बस्नु भएन, घर फर्किँदैछु। अनि यदि कोही चाहिँ क्राइस्टचर्चतिर हुनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्दै गर्नु होला। म चाहिँ अब 3-4 दिनपछि चाहिँ म क्राइस्टचर्च ट्राभल गर्दैछु। नेल्सन टु क्राइस्टचर्च बसमा ट्राभल गर्दैछु। यहाँको बसमा ट्राभल गर्दा साह्रै मजा आउँछ भन्दै हुन्थ्यो दाइहरूले। हेरौँ के आउँछ कस्तो आउँछ, त्यसको लागि चाहिँ अझ 1-2 दिन बाँकी नै छ। अहिलेको लागि भिडियो यति नै भयो। अझ राम्रोसँग एक्सप्लोर गर्न पाइनँ। अब चाहिँ भोइस क्वालिटी पनि राम्रो आउँदैछ मेरो च्यानलबाट। च्यानलमा नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला, माया गर्नु होला। अर्को भिडियो चाहिँ छिट्टै आउँछ, त्यसको लागि वेट गर्नु होला। बाई बाई।